हेलो एभ्रिवान, नमस्कार सबैलाई। स्वागत छ फेरि पनि मेरो नयाँ ब्लगमा। आज चाहिँ मैले हजुरहरूलाई हल्लेसी महादेवको मन्दिरबाट चाहिँ यो गुफाबाट स्वागत गर्दैछु। सम्पूर्णलाई स्वागत छ फेरि पनि मेरो नयाँ ब्लगमा। र हामीले यहाँ दर्शन गर्दाको दृश्य म देखाउने छु, हेर्दै गर्नुहोला। सो गाइस, अहिले चाहिँ हामी हल्लेसी मन्दिरको दर्शनको लागि आइसकेका छौँ। अनि यो किन्नु ओर्नुमा एकदमै भिड भएर चाहिँ टाइम लाग्यो। अनि यस्तो छ, यसको चाहिँ लाइन बस्नुपर्ने रहेछ। यहाँ चाहिँ गणेशको मन्दिर छ। यो गणेशको मन्दिरमा पूजा गरेर चाहिँ अनि हामी यसरी जानु मिल्दैन। गणेश मन्दिरको ठ्याक्कै देब्रे साइडमा गुफा पस्नुभन्दा दाहिने साइडमा चाहिँ यो गुम्बा बनिएको रहेछ। एकदम पोजिटिभ भाइब आउने यो गुम्बा देख्दा पनि यस्तो छ। सो यहाँबाट चाहिँ अब हामी गुफातिर प्रवेश गर्नेछौँ। यस्तो छ। र गणेश मन्दिरको पूजाआजा सकिसकेपछि हामी मन्दिर परिक्रमा गर्दै गुफातिर लाग्यौँ। यस्तो छ। एकदमै यहाँ चाहिँ हजारौँ भक्तजनको भिड हुँदो रहेछ दैनिक। मन्दिर हुँदै चाहिँ अनि हामी चाहिँ यताबाट चाहिँ गुफा जाने बाटो रहेछ। यहाँदेखि चाहिँ मेन मन्दिर यहाँ चाहिँ यस्तो रहेछ। यहाँ यसरी जाँदैछन् मान्छेहरू, एकदम धेरै भिड रहेछ। यसरी यहाँ चाहिँ मोमबत्ती अगरबत्तीहरू चाहिँ भित्र नबालिदिनु होला भन्नुभएको रहेछ। लामा गुरुहरू पनि हुनुहुन्छ। सो फाइनली यस्तो भिड रहेछ यहाँ। सो यस्तो छ महादेव दर्शन गर्न जाने बाटो। यस्तो गुफाहरू यस्तो रहेछ। भोलेनाथ बाबा बस्नु भएको छ। यस्तो रहेछ। हामी आउँदैछौँ। यसरी हामी सब परिवार मिलेर चाहिँ मन्दिरभित्र गुफाभित्र दर्शन गर्दैछौँ। यहाँभित्र चाहिँ क्यामेरा निषेध गरिएको रहेछ, तैपनि मैले चाहिँ लुकेर फेरि यस्तो मौका आउँदैन नि त, त्यो भएर चाहिँ भिडियो गर्दैछु। यहाँ चाहिँ गर्भद्वारै, यहाँबाट चाहिँ छिर्नु पर्दो रहेछ। म चाहिँ सजिलै छिरेँ र मेरो बुवाले ट्राई गर्दै हुनुहुन्छ। यस्तो छ। यहाँ चाहिँ लामा गुरुहरू बसेर दर्शन गर्नुहुँदो रहेछ, ध्यान गर्नुहुँदो रहेछ। सायद यहीँ होला गुरु रेम्बर्सेले ध्यान गरेको ठाउँ पनि। यो जग्गा चाहिँ एकदमै स्पेसल छ बुद्ध धर्मावलम्बीहरूको लागि। यहाँ चाहिँ गुरु पद्मसम्भवले ज्ञान प्राप्त गरेको स्थान भनिन्छ। सायद यहाँ चाहिँ बस्दाखेरि बुद्ध धर्म मान्नेहरूको चाहिँ शक्ति बढ्छ भन्ने प्रथा छ। सो यस्तो छ। र यता देखिएको यो सिँढीमाथिको अग्लो माथिको गुफामा चाहिँ माता पार्वतीले तपस्या गरेको ठाउँ रे यस्तो रहेछ। यहाँ चाहिँ सेतीनाथको पूजा वासस्थान रहेछ। बाबा मम्मीहरू चाहिँ पूजा गर्दै हुनुहुन्छ। यस्तो छ। एकदमै रमाइलो राम्रो भयो पूजा दर्शन भनौँ। यस्तो छ। अघि चाहिँ एकदमै भिड थियो, अहिले चाहिँ भिडियो तल चाहिँ क्यामेरा गर्नु नदिँदो रहेछ, त्यही भएर गर्नु सकिएन। अझ अलिक खाली भएको अवस्था छ। सो यस्तो छ गाइस। अब चाहिँ हामी निस्किँदैछौँ। हजुरहरू पनि यो हल्लेसी महादेवको मन्दिर आउनुभयो भने चाहिँ एका बिहानै राति नै गएर पूजा गर्छु भनेर चाहिँ मनसाय नबनाउनु होला, किनभने गुफाभित्र भएको हुनाले पुरै बाहिर उज्यालो आइसकेपछि मात्रै ढोका खोलिँदो रहेछ। सो गाइस, शिवजीको माथिल्लो गुफा चाहिँ हामीले मेन मन्दिरमा चाहिँ पूजा गरिसकेर अनि अब चाहिँ यहाँ गुफा स्वर्गद्वार हेर्ने गुफामा चाहिँ हामी जाँदैछौँ। दर्शन पनि एकदम राम्रोसँग भयो र धेरैजना हुनाले कोही कता त्यो त भइ नै हाल्छ, तर एकदमै राम्रोसँग भयो। यो चाहिँ यस्तो रहेछ। यहाँको ठाउँ चाहिँ एकदमै सुन्दर प्रकृतिको बिचमा एकदम
ऐतिहासिक मन्दिर रहेछ। यहाँ चाहिँ जो पनि आउनै पर्ने जस्तो लाग्यो मलाई। सो हजुरहरू पनि एक न एक दिन चाहिँ हलेसी महादेवको दर्शन अवश्य पनि गर्नुहोला, किनकि यहाँ आउँदाखेरिको त्यो भाइब नै अर्कै हुने रहेछ। सो यस्तो छ। अब पनि हामी दर्शनकै क्रममा छौँ, जोड्दैछु म यात्रामा, बनिरहनुहोला। शिवजीले बजाएको शङ्ख अरे, यहाँ बजाउने ट्राई गर्छु। सबैले यहाँ बजाउँदो रहेछ। के कस्तो हुन्छ हेर्नु होला। यही हो, त्यही हो। सो यसरी धेरैजना सबैजनाले हामीले ट्राई गऱ्यौँ र एकदमै लास्टमा चाहिँ बज्यो। मैले पहिलोचोटि बजाउँदा चाहिँ बजेको थिएन, भरे धेरैचोटि ट्राई गर्दा चाहिँ बज्यो र यो बज्दा चाहिँ एकदमै आनन्द, यो गुफा नै गुन्जे जस्तो अनुभव हुँदो रहेछ। र हामी सम्पूर्ण परिवारले नै यसरी पालैपालो ट्राई गरेर चाहिँ बजायौँ। अब यहाँभन्दा माथि चाहिँ स्वर्ग आकाश देखिने गुफा रहेछ, त्यहाँ जानेछौँ। त्यहाँभित्र के कस्तो हुन्छ सम्पूर्ण भिडियो त राख्ने नै छु, सो हेर्दै गर्नुहोला। र यो गुफा पनि एकदमै महत्त्वपूर्ण र ऐतिहासिक गुफा रहेछ। यहाँ चाहिँ शिवजीले भस्मासुरलाई चाहिँ खेदाएर मार्ने क्रममा चाहिँ यसरी चाहिँ यो गुफा फोरेर अनि शिवजी बाहिर निस्केको भन्ने किंवदन्तीहरू रहेछ। र साँच्चीकै पाइला र त्रिशूलको छाप पनि यो गुफाको माथि देख्न पाइने रहेछ। तर यहाँ चाहिँ बौद्ध धर्मावलम्बीहरूले चाहिँ धेरै ध्यान तपस्या र साधना गरेको पाएँ मैले। र गुरुहरूसँग बुझेर हामीले पनि केही बेर जप गऱ्यौँ, जप गर्दै बस्यौँ। एकदमै आनन्द आयो। यहाँ चाहिँ न जाडो न चिसो न तातो, एक प्रकारको आनन्दमय ठाउँ रहेछ। यो प्रकाश माथिबाट आएको एकदमै लाइट जस्तो। र धेरै भक्तजनहरू चाहिँ भुटानबाट चाइनाबाट चाहिँ आउनुभएको रहेछ। सो यस्तो छ। बौद्ध धर्मावलम्बीहरूले चाहिँ ध्यान गरेर बस्नुहुने रहेछ। सो गाइस, यहाँ आउँदा चाहिँ एकदमै आनन्द, आत्मैदेखि आनन्द आउँदो रहेछ। एकछिन हामी ध्यान पनि बस्यौँ। साह्रै नै रमाइलो ठाउँ। यो ठाउँलाई चाहिँ कसैले पनि जीवनमा मिस नगर्नु होला। सो गाइज, अहिले चाहिँ हामी यो मञ्जुश्री गुफा रे, मञ्जुश्रीले चाहिँ ध्यान गरेको ठाउँ होला सायद, जाँदैछौँ। के कस्तो लाग्छ भिडियो राख्नेछु। यहाँ चाहिँ मसँग मेरो भाउजू हुनुहुन्छ। भाउजू हाई गरिदिनु। मेरो भाउजू हुनुहुन्छ, उहाँ चाहिँ माइली भाउजू। अनि हामी चाहिँ एकदम घुमघाम चलिरहेछ आज चाहिँ। सो यो खोटाङ जिल्ला गुफाले भरिएको प्रसिद्ध ठाउँमा चाहिँ आएर दर्शनहरू गर्न पाइयो। यहाँ माथि चाहिँ मञ्जुश्रीले गुफा बसेको ठाउँ रहेछ। यो टोड्कामा चाहिँ अहिले पनि एकजना लामा हो कि अनिला हो, गुफामा बस्नुभएको रहेछ ध्यानमा। खुसी लाग्यो। यहाँको भिडियोहरू पनि म राख्ने प्रयास गर्नेछु। एकदमै नछुटाउनु पर्ने धार्मिक स्थल रहेछ यो चाहिँ। यस्तो छ, बाहिरको सुन्दरता यस्तो छ, यो खालको छ। बोलो यति त गर 2 स्टेप के। सो फाइनली हामी चाहिँ मञ्जुश्री गुफामा आइपुग्यौँ।